गभर्नमेन्टमा पनि 2-3टा लेयर छ। एउटा पोलिटिकल लिडरसिप, अर्को ब्युरोक्रेटिक लिडरसिप। ब्युरोक्रेसीमा पनि 2टा लेयर छ। एउटा टेक्निकल ब्युरोक्रेसी, अर्को नन टेक्निकल ब्युरोक्रेसी। यो ई गभर्नेन्स भनेको इन्टरनेट पोलिसी भनेको चाहिँ टेक्निकलको मान्छे मात्रै एजेन्डा हो। साइबर सिक्युरिटी भनेको टेक्निकलको मात्रै एजेन्डा हो। यो कुरा चाहिँ अरूहरूको मतलब छैन। एउटा साइबर सिक्युरिटीको ट्रेनिङ भन्यो भने ब्याङ्कले यो टेक्निकल मान्छे पठाइन्छ, आइटी डिपार्टमेन्ट, जबकि त्यो चाहिँ फिस्कल चाहिँ हार्म हुने ठाउँहरूमा त्यो कम्प्लायन्समा बस्नेहरूले धेरै धेरै डिपार्टमेन्टहरू चाहिँ त्यसमा इन्भल्भ हुन सक्छ हैन। त्यसकारणले गर्दाखेरि हाम्रो बुझाइमा हाम्रो बिजनेस स्टेक होल्डर पनि प्रोपर लिगल इन्भाइरोमेन्टमा आउन सकेन। लिगल इन्भाइरोमेन्ट बेटर होस् भनेर उनीहरू चाहिँ पोलिसी लबीमा खुलेर आउन सकेनन्। खुलेर आयो भने चाहिँ मन्त्रालयले पूर्वाग्रह रूपमा उनीहरूलाई चाहिँ असहयोग गर्ने, दुर्व्यवहार गर्ने खालको चाहिँ अवस्था पनि देखियो हैन। हाम्रो इन्डस्ट्री पोलिसी लिडरहरू नै सत्तासँग कसरी फरक मत राख्न सकिन्छ र भन्ने लेभलको सोच राखेर चाहिँ रियल रिक्वायर्ड पोलिसीमा चाहिँ उहाँहरू हिँड्नु भएन।